मिलाएर बनायौँ। अब कसलाई हजुरहरूलाई त्यो अब भनिदिनु होला होइन, कस्तो मन पर्यो होला भन्ने आशा गर्छु। अब यस्तै गरेर सबैजना आउनु होला। हामी चाहिँ अब प्रायः जस्तो अर्डर अनुसारै बनाउनु भएको हुनाले अगाडि नै आएर अर्डर गर्नुपर्ने हुन्छ। अनि त्यही हो, सबैलाई धन्यवाद। होटलको नाम र हजुरको नाम एकचोटि फेरि हजुर, मेरो नाम चाहिँ कविता सिधाली मगर। हाम्रो होटलको नाम चाहिँ रहेको छ लड्केश्वर खाजा घर। हजुर, सबैलाई धन्यवाद। ल उहाँलाई धेरै धेरै धन्यवाद। अब उहाँको काम छ जस्तो लाग्यो, त्यही भएर मैले हजार उहाँको काम सकाएको। अब हामीसँग धेरै समय छैन, तर आज चर्को काम लाग्यो है। सामान्य त सबैलाई गाह्रो भएको अवस्था होला है। कतिलाई टाउकोतिर हात उठाउनुहोस् त। टाउको दुखेकाहरू धेरै छन् है। अब एउटा ध्यान दिएर सुन्नुलाई है, टाउको दुखाइ घामले मात्र टाउको दुख्ने हो त? यदि घामले टाउको दुख्ने भएको भए हामी सबै हिँडिरहेका छौँ नि, सबैलाई दुख्नुपर्ने हो कि होइन भन्नुहोस् त? हामीसँग कमन सेन्स छ, हो कि न? यदि घामले टाउको दुखाउने हो भने सबैलाई दुखाउनु पर्यो। तर केलाई दुखाउँछ, केलाई किन दुखाउँदैन? कारण हाम्रो शरीर। सामान्यतः चारवटा कुरा भन्छ है। टाउको दुख्ने परिकार हामीले छुट्याउँ है, यो एकदम ध्यान दिएर सुन्नु होला। हामीलाई टाउको धेरै तरिकाले टाउको दुख्छ, तर सामान्यतः हामीले छुट्याउने टाउको दुख्दाखेरि कुन चाहिँ भागमा समस्या पर्यो भनेर छुट्याउने चाहिँ चारवटा। एकछिन नबोल्नु न ल। चारवटा छ है। पहिलो, यो जुन म देखाउँछु है, यो जुन तालु छ नि, तालु, मेरो तालु, यो तालु दुख्यो भने के बुझ्नुपर्छ भने पित्त प्रकोप भयो शरीरमा। पित्त भनेको चिल्लो, पिरो, अमिलो, तारे, फुटेका माछा, मासु, अन्डा, दुग्ध पदार्थ, चिनीको मात्रा बढी खायो भने शरीरमा पित्त प्रकोप हुन्छ। तपाईँहरू जो कसैलाई पनि यदि टाउकोको माथिल्लो भाग यो जुन तालु दुख्यो भने मलाई चाहिँ पित्त बढ्यो, मैले चाहिँ शीतल गुणको खानपान गर्नुपर्छ भनेर बुझ्नुपर्छ। अर्को जुन यहाँ छ नि टाउको दुख्ने, यो भाग, यो भागमा टाउको दुख्यो भने यो गर्दनको भाग है, यो दुई तरिकाले दुख्छ। प्रेसर बढ्यो भने पनि यो भागमा एकदम रिमरिम झुम्म भएर दुख्छ। प्रेसर लो भयो भने पनि दुख्छ। र अर्को एउटा कारणले पनि दुख्छ, यहाँ नसा च्याप्यो भने हामीले छुट्याउने वर्ग है, यो टाउको दुखाइको वर्गहरू तर धेरै छन् है। मैले सामान्यतः 4 प्रकारको मात्र भन्दैछु। पछाडि दुख्यो भने प्रेसर, अनि नसा च्यापेर, माथि दुख्यो भने पित्त प्रकोपले। अब हामीलाई के पर्छ? पिनास पर्छ, हो कि न? पिनास बढ्यो भने यो ठाउँ यसरी, यो हेर्नु त, यो दुख्यो भन्छ तपाईँलाई, यो निधार यहाँदेखि यसरी दुख्यो भन्छ पिनासको कारणले दुख्यो भनेर बुझ्ने है। अब अर्को लास्ट जुन तपाईँको यो छ नि, यो कन्चेट अनि आँखाको गेडी दुख्ने गरी टाउको दुख्यो भने हामी ओभर टेन्सनमा छौँ। एकदम के अरे एक्जर्सन पनि छ, वैचारिक समस्या चाहिँ चर्को छ भनेर बुझ्नुपर्छ। मैले 4वटा भने, एउटा तालु, एउटा चाहिँ यो जुन छ नि यो निधार, र यो जुन आँखा, यो जुन यो के भन्छ यसलाई के भन्छ? यसलाई के भन्छ? आदि भाउ। यो मुनिलाई के भन्छ? यहाँ पिनास। हाम्रो यो छ नि यो साइनस हुन्छ कि यो ठाउँमा, यो नाकको यो र यहाँ दुख्यो भने चाहिँ पिनास है। अनि कन्चेट अनि यो आँखाको गेडी दुख्यो भने चाहिँ तनावको कारण। यसरी हामीले छुट्याउन सक्छौँ। र आज सामान्यतः मैले पनि देखेको छु सबैलाई टाउको दुखेको छ, किनभने हामी यो जुन लड्केश्वर महादेव 1300 मिटर मात्र उचाइमा छौँ है। 1300 भनेको लो ल्यान्ड मानिन्छ। हामी साधु बाटो भनेको 1345। अहिले हामी यहाँबाट माथि आएका हौँ। यहाँ चाहिँ कति भन्नुहोस् है, यहाँ चाहिँ अहिले हामी 1430 मिटरमा छौँ है। 130 मिटर उचाइमा आयौँ। त्यो लो ल्यान्डबाट जब हामी माथि आयौँ, तपाईँले घाम हेर्नु त, यो ठ्याक्कै बिच मध्य भागमा छ है, चर्को घाम। अनि उकालो भएको भएर दुखेको हो, तर त्यो कारणले टाउको दुखेको होइन। अब तपाईँ आफैले छुट्याउनुहोस्। मैले 4वटा वर्ग भनिसकेँ। हाम्रो शरीर 3वटा मिलेर गयो, वात, पित्त, कफ। यी 3वटाको ब्यालेन्स भएन भने समस्या हुन्छ। र टाउको दुखाइको मुख्य कारण शरीरले हामीलाई के इन्स्ट्रक्सन दिएको भने तपाईँले पानी पिएको पुगेन है। हामीलाई भनेको शरीर टाउको दुख्ने बित्तिकै के बुझ्नुहोस् भने हामीले पानी पिएको पुगेन र बिस्तारै पानी पिउँछ। मैले अघि त्यहाँ त्यो चाहिँ भन्न बिर्सेँ। चर्को घाममा पानी पिउँदै हिँड्नुपर्छ भन्ने कुरा चाहिँ भन्न बिर्सेँ। पानीको कमी हुने बित्तिकै या अधिकांशलाई टाउको दुखेको त्यो। र अगाडि हामीले चिल्लो, पिरो, अमिलो जति पनि मैले अघि भने नि दुध जन्ने, टाउको दुखाइले सबसे नहुने दुध जन्ने पदार्थ,
यी समय खाएका थियौँ अगाडि, अनि त्यो प्रकोप हामीसँग बाँकी छ। अनि घामले कसैलाई चिसोले निकाल्छ, कसैलाई घामले। यो प्रकृतिको नियम हो। अब घाममा आउँदाखेरि टाउको दुख्नु कारण यो। अनि अर्को चाहिँ सुगर लो भएर पनि टाउको दुख्छ। टाउको दुख्नुभन्दा अगाडि चिप्ची पसिना आउँछ। त्यही भएर आज जति पनि भए त्यो कुनै पनि अरू समस्या आएन, पित्त प्रकोप। हामीले पित्तवर्धक खानपान बढी प्रयोग गर्नु र घाममा निस्किँदाखेरि त्यसले निकाल्न खोज्छ। त्यसैले अमिलो, पिरो, चिल्लो, तारे भुटेका चिज, यी चिजहरू अनि माछा मासु यिनीहरूको इन्टेक बढी भयो र सागसब्जीको इन्टेक कम भयो, अनि सलादको इन्टेक कम भयो, पानीको इन्टेक कम भयो भने चाहिँ यो समस्या देखिन्छ। अब त्यो हुने बित्तिकै गर्नु के त भन्दाखेरि अरूसँगै नहुन सक्छ। त्यस्तो हुने बित्तिकै त्यो चिप्ची पसिना आएर एकदम जिम्मेवार भयो भने चाहिँ सुगर हो। त्यसमा चाहिँ गुलियो एउटा टक्क मुखमा राखिहाल्ने। अन्य अवस्थामा आफैले खुट्टा फुकाल्ने, खुट्टा मात्रै फुकाल्ने, जुत्ता फुकालेर मोजा पनि फुकाल्ने। अनि टाउकोमा यदि तपाईँले केही बानी राख्नु भएको छ, केही छ भने त्यसलाई फुकालेर जुत्तामा खुट्टामा पानीले छम्किदिने र माथि टाउकोमा हल्का पानी राखिदिने र थोरै पानी पिउने। तपाईँलाई 5 देखि 10 मिनटमा रिल्याक्स हुन्छ। यो चाहिँ पित्त प्रकोप हुँदाखेरि गर्नु। कहिलेकाहीँ हामी हाइकिङ हुँदा अहिले नै हो नि त, बिचमा हाम्रो को दिदीलाई हामीले हेर्न सकेनौँ, कल्पना पाण्डे दिदीलाई होइन, उहाँलाई त्यो गर्ने बित्तिकै उहाँको कम हुन्छ। त्यही भएर सबैले यति जानकारी चाहिँ मैले दिएँ है। अब योभन्दा बढी जानकारी चाहिन्छ भने प्रकृति प्रेमी समूह जहिले पनि खुल्ला छ, त्यहाँ आउने